फिल्मको सुरुवात एक यस्तो संसारबाट हुन्छ जुन एक ठूलो मेट्रोइडको कारण ध्वस्त भइसकेको थियो। त्यो मेट्रोइड जमिनमा ठोकिँदा सबै कुराहरू खरानी भएकाले अहिले जमिनमा एउटा साना सहर मात्र बाँकी थिए। सहरका मानिसहरू एउटा चर्चका फलोवर्स थिए जहाँका प्रिस्ट एक कठोर नेता थियो। त्यहाँका नियमहरू धेरै कडा थिए र सबैले मानेरै बस्नुपर्ने हुन्थ्यो। त्यही सहरमा ग्रे नाम गरेकी एक जादुगर्नी पनि हुन्छ जसले चाहिँ सबै मानिसहरूको इच्छा पूरा गरिदिन्थ्यो। अब चर्चको प्रिस्टलाई यो लाग्न थाल्छ कि मानिसहरू सबैजना भागेर ग्रेको नयाँ समुदायमा सामेल हुन चाहन्छन्। त्यसैले प्रिस्टले आफ्नो सैनिकलाई ग्रेलाई मार्न आदेश दिन्छ। सैनिकले पनि त्यहाँ भएका सबै मानिसको अगाडि ग्रेलाई फाँसी दिन्छ। उसको खुट्टा तलको सपोर्टलाई लात्ती हानेर उनीहरू त्यहाँदेखि निस्कन्छन्। सैनिक त्यहाँबाट जान साथ ग्रेले आफ्नो जादु देखाउँछ र एक सैनिकलाई सम्मोहित गरेर उसलाई यस्तो भ्रममा पार्छ कि ग्रेको ठाउँमा ऊ आफै झुन्डिएर मर्न लागेको छ। त्यही भ्रमका कारण सैनिक आत्तिएर आफै आफ्नो डोरीमा बन्दुक हानिदिन्छ, तर वास्तवमा त्यो बन्दुकको गोली ग्रेको डोरीमा लाग्छ र ग्रे बाँच्न सफल हुन्छ। त्यसपछि ग्रेले फेरि एक भ्रम देखाउँछ जसमा ग्रे आफूतिर आउँदै गएको पाउँछ। सैनिकले फेरि आत्तिएर गोली चलाउँदा उसले आफ्नै साथी सैनिकलाई मारिदिन्छ। सबै चिच्चाएको सुनेर अर्को सैनिक फर्केर आउँदा त्यस पहिले नै ग्रेले त्यहाँ भएका सबै सैनिकलाई मारी त्यहाँदेखि लुकेर भाग्छ। त्यसपछि सबै मिलेर ग्रेलाई खोज्न थाल्छन्, तर ग्रे त्यही कतै लुकेको हुन्छ। जादु प्रयोग गरेर सबैलाई देखाउँछ कि ऊ त्यहाँ छैन। त्यसपछि ऊ बिस्तारै सबै सैनिकलाई एक एक गरेर मार्दै जान्छ। अन्त्यमा उसले मुख्य सैनिकको घाँटीमा चक्कु राख्छ, तर जब सैनिक भन्छ मार मलाई, ग्रे उसलाई मार्दैन। ऊ आफ्नै बाटो लाग्छ। त्यसपछि सिन कट भएर हामीलाई देखाइन्छ बोइसको इन्ट्री। ऊ टनलको बाटो हेर्दै गर्दा अचानक डाकुहरूले उसलाई अट्याक गर्छन् र त्यहाँ भएका एक डाकुले आफ्नो बन्दुक झिक्दा त्यस बन्दुकबाट दुई मुखे सर्प निस्केर उसलाई मारिदिन्छ। त्यसपछि बोइस बाँकी डाकुहरूसँग एक एक गरी लड्छन्। कोहीलाई बन्दुकले त कोहीलाई आफ्नै खतरा स्किल प्रयोग गरेर मारिदिन्छ। यसरी सबैलाई मारिसकेपछि अब हामी थाहा पाउँछौँ कि बोइस सामान्य मान्छे होइन, ऊ एक बाउन्टी हन्टर हो र आफ्नो काममा ऊ धेरै माहिर पनि छ। त्यसपछि फेरि हामीलाई ग्रे देखाइन्छ। ग्रेलाई भेट्न त्यहाँको रानी आउँछिन्। रानीले ग्रेलाई एउटा सेफ शिफ्टरको शक्ति लिएर आउन भन्छ। ग्रेले कामको बदला धेरै मोल माग्छ र भन्छ कि म यो काम फुल मुन आउँदासम्म 6 दिनभित्रमा पुरा गरिदिन्छु। रानी त्यहाँबाट जान साथ रानीको खास आदमी आउँछ र ग्रेलाई यो काम नगर्न भन्छ, किनकि उसलाई लाग्छ कि रानीले जे गर्न गइरहेको छ त्यो गलत थियो। ग्रेले पनि उसको कुरा मान्छ, किनभने उसलाई एउटा श्राप थियो कि उसले कसैको पनि इच्छा नकार्न सक्दैन। त्यसैले ऊ त्यो व्यक्तिको इच्छा पनि स्वीकार गर्छ। अब कहानीमा ट्विस्ट आउँछ कि ग्रेले कसरी यस्तो अपोजिट विश पूरा गर्छ। त्यसपछि ग्रे सेफ शिफ्टरको खोज तलासीतिर लाग्छ। उसले आफ्नो भिजनमा देख्छ कि धेरै मानिसहरू सेफ शिफ्टरको हन्टिङ गर्न आएको थियो, तर उनीहरू आफै सेफ शिफ्टरको शिकार बन्छन्। अन्त्यमा सेफ शिफ्टरले जोरसँग दहाड मार्छ। त्यो दहाड सुनेर ग्रेको जादु त्यहीँ रोकिन्छ। सिन कट भएर हामीले पहिलो पटक राजालाई देख्छौँ जो चाहिँ बिरामी अवस्थामा हुन्छ। त्यतिकैमा ग्रे बोइससँग भेट्न आउँछ। उसलाई लाग्छ कि बोइस एउटा खतरा हन्टर हो र ग्रेलाई आफ्नो मिसन पूरा गर्न यस्तै मान्छेको जरुरत थियो। ऊ उसलाई सेफ हन्टरलाई मारेको बदला धेरै पैसा अफर गर्छ। ग्रे पनि बोइससँग द लस्ट ल्यान्ड जान चाहन्थ्यो जहाँ सेफ हन्टरको इलाका थियो, किनभने त्यही सेफ हन्टरलाई मारेर उसको सबै शक्तिलाई कब्जा गर्न सकिन्थ्यो। बोइसले ग्रेलाई सुरुमै अलर्ट गराउँछ कि सेफ हन्टरसम्म पुग्ने बाटो धेरै लामो र खतराहरूले भरिएको हुन सक्छ। ग्रे जुनसुकै पनि समस्याको सामना गर्न तयार थियो। चर्चको मान्छेहरू जो अहिले पनि ग्रेको पछि लागेको थियो, उनीहरू ग्रेलाई खोज्दै यहाँ आइपुग्छन्। उनीहरूको हात लाग्नुभन्दा अगाडि नै ग्रे र बोइस त्यहाँदेखि भाग्न सफल हुन्छन्। त्यही प्रिस्टलाई पनि थाहा हुन्छ कि क्वीन ग्रेसँग भेट्न गएको थियो। अब प्रिस्टलाई डर लाग्न थाल्छ कि कतै क्वीन र ग्रे मिलेर चर्चको अगेन्स्ट केही षड्यन्त्र त रच्दै छैनन्। त्यही भएर केही गलत हुनुभन्दा अगाडि नै प्रिस्टले सबै सैनिकहरूलाई ग्रेलाई पक्रने आदेश दिन्छ। अब सैनिकहरू आफ्नो सबै फोर्स लिएर ग्रे र बोइसलाई पक्रन एउटा सहर पुग्छन्। अर्कोतिर बोइस र ग्रे बोइसको एउटा साथीको घरमा बास बस्छन्।
त्यहाँ हामीलाई बोइसको साथीको कुराले हामीलाई बोइसको पास्टको कुराहरू थाहा हुन्छ कि बोइस यति राम्रो हन्टर कसरी बन्यो। सानो उमेरको हुँदा द लस्ट ल्यान्डमा बोइस के अगाडि बोइसको आमा बुबालाई मारिदिन्छन्। त्यही बेलादेखि नै बोइस आफ्नो सर्भाइभलको लागि धेरै राक्षस हन्टरहरूसँग लड्दै लड्दै एउटा सहरमा पुग्छ जहाँ आजकल मानिसहरू बसिरहेका थिए। भोलिपल्ट उनीहरू फेरि आफ्नो यात्रा सुरु गर्छन् जहाँ उनीहरू बिल्डिङ जस्तो ठाउँमा पुग्छन् जहाँबाट उनीहरूले आफ्नो अगाडिको यात्रा केवल बसबाट गर्नुपर्ने हुन्छ। जब उनीहरू बिल्डिङमाथि आउँछन् उनीहरूको सामना सैनिकहरूसँग हुन्छ र उनीहरूको बीच एक घमासान युद्ध हुन्छ। बोइस त आफैमा खतरा हन्टर थियो र आफ्नो स्किल्सहरू प्रयोग गरेर सबलाई मारिदिन्छन्। त्यही ग्रे आफ्नो जादुई पावरको युज गरेर सबलाई हिप्नोटाइज गर्दै मारिरहेकी थिए। समय कम भएको हुनाले उनीहरू भागेर बसतर्फ लाग्छन्। उनीहरूको पछि पछि सिपाहीहरू पनि त्यही बसमा आइपुग्छन्। सिपाहीलाई रोक्न ग्रे बसमाथि चढेर सबै सिपाहीहरूलाई एक एक गरी पिट्न थाल्छ। त्यही बसभित्र बोइस सबै सिपाहीहरूसँग लडेर बस बाहिर फ्यालिदिन्छन्। सैनिकले देख्छ कि उनीहरूलाई पक्रन सजिलो छैन, त्यही भएर उसले एक सिपाहीलाई त्यस बसको केबल काट्ने आदेश दिन्छ। त्यस केबलको तार काटिएकोले बस डिसब्यालेन्स भएर तल झर्छ, तर पनि त्यो बस एक ठुलो चट्टानमा गएर अड्किन्छ। उनीहरू दुवैजना आफ्नो चक्कुको सहायताले माथि आउने कोसिस गर्छ। त्यति बेलै सैनिकले अर्को तार पनि काटिदिन्छ र बस पुरै तल खस्छ। जसोतसो उनीहरू आफ्नो चक्कुको सहायताले चट्टानमाथि आउन सफल हुन्छ। त्यो सब देखेर सैनिकले ग्रेलाई सुट गर्नको लागि स्नाइपर झिक्छ, तर ग्रेले फेरि त्यस स्नाइपरको लेन्सबाट सैनिकलाई हिप्नोटाइज गर्छ र सैनिकलाई यो लाग्छ कि उनीहरू त्यहाँबाट गइसकेको छ र यसै गरी ग्रे र बोइसले सैनिकहरूबाट छुटकारा पाउँछन्। पुरै फाइटको क्रममा बोइसलाई एउटा गोली लागेको हुन्छ। त्यस घाउबाट बोइसले गोली झिकेर ग्रेले त्यो गोलीको घाउ सिलाइदिन्छ। अर्को सिनमा हामी देख्छौँ कि रानी गर्भवती थिइन् र उनले छोरालाई जन्म दिएको हुन्छ। क्वीन र किङ बीच अहिले केही राम्रो सम्बन्ध थिएन। क्वीन किङबाट छुटकारा पाउन चाहन्छन्, तर उसलाई डर पनि छ कि किङसँग छुट्टिएपछि क्वीन हुने अधिकार उसले पाउँदिनन् भनेर उनले किङलाई सुतिरहेकै बेला मारिदिन्छन् र सबलाई झुट बोलिदिन्छन् कि किङले आफ्नो बिरामीको कारण ज्यान गुमाएको हो। ग्रे र बोइज यस्तो ठाउँमा पुग्छन् जहाँ उनीहरूको सामना डरलाग्दा डेमन्स र क्रिएचरहरूसँग हुन्छ। ती सबै क्रिएचरहरू मान्छे जस्तै देखिन्थ्यो। बोइजलाई यस्तो क्रिएचरहरूको कमजोरी थाहा भएकोले उसले केही नसोची उनीहरूको वरिपरि आगो लगाइदिन्छ। त्यही पनि डेमन्सहरू अझै हार मानिरहेको थिएनन्। ग्रे र बोइज मिलेर क्रिएचरहरूलाई एक एक गरी मार्न थाल्छन्। दुईटा साधारण मान्छे यति धेरै डेमन्सहरूसँग लडेको देखेर डेमन्सको हेड हैरानमा पर्छ र ऊ आफै बाहिर निस्किन्छ। त्यो हेडलाई देख्न साथ ग्रेले आफ्नो जादु चलाउँछ। उसलाई हिप्नोटाइज गरेर त्यहाँ भएका सबै क्रिएचर्सहरूलाई उनीहरूबाट टाढा पठाइदिन्छ। त्यसपछि ग्रेले आफ्नो हातबाट आगो निकालेर त्यहाँ भएको सबै क्रिएचर्सहरूलाई जलाएर राख राख बनाइदिन्छ। यसै गरी उनीहरूको क्रिएचर्सहरूबाट पिछा छुट्छ। अगाडि बढ्दा बोइजले ग्रेलाई सोध्छ कि उसले यसरी आगो कसरी निकाल्यो, अनि ग्रेले भन्छ कि वास्तवमा मैले त्यहाँ कुनै पनि आगो जलाएको थिइनँ, बस यो सब त मैले इल्युजन देखाएको थिएँ। यो सब आफ्नो सोच र आगोको डरले नै मरेको थियो भनेर भन्छ। उनीहरू बस केही कदमको दूरीमा मात्र थियो लस्ट ल्यान्ड पुग्नलाई। बोइसले फेरि ग्रेलाई रोकेर भन्छ अझै पनि सोच, अगाडि धेरै खतरा र डेमन्सहरूको सामना गर्नुपर्ने हुन्छ। उनीहरू यसरी नै गफ गर्दै अगाडि बढिरहेका थिए। उनीहरूले देख्छ कि सैनिक आफ्नो फोर्सहरू लिएर उनीहरूतर्फ बढ्दैछन्। उनीहरूसँग केही अरू बाटो पनि थिएन, अगाडि एउटा पुल मात्र थियो। त्यति बेलै फेरि ग्रेको दिमागमा एउटा आइडिया आउँछ। ऊ भाग्दै अगाडि बढ्छ। त्यही देखेर सैनिकले ट्रेनको स्पिड बढाएर ग्रेलाई मार्ने सोच्छ, तर अलिकति अघि बढ्दा उसले देख्छ कि ट्रेनको पुल अगाडि भाँचिरहेको छ। ग्रे त्यहाँदेखि जम्प गर्छ र सैनिकले ट्रेन रोक्न खोज्छ तर रोकिँदैन। ग्रेलाई पुल तर झुन्डिएर बसेको बोइसले पक्रिन्छ। ट्रेन भने त्यही
तल खस्छ र सबै सैनिक र सैनिकको साथीहरूको अन्त्य हुन्छ। यो कुरा प्रिस्टले पनि थाहा पाउँछ र उसलाई डर लाग्न थाल्छ कि कतै उसले बन्दी बनाएर राखेको मान्छेहरू ग्रेसँग मिलेर उसको यो ताकत लिने त होइन भनेर उसले त्यहाँ भएका सबै मानिसहरूलाई यो भन्छ कि ग्रे र क्विन मिलेर यो ठाउँलाई बर्बाद गर्न चाहन्छन्। यो कुरा क्विनले थाहा पाउने बित्तिकै उसले आफ्नो खास मान्छेलाई आफ्नो जालमा फसाएर ऊ मार्फत प्रिस्ट र प्रिस्टको सैनिकहरूलाई मारिदिन्छ।